भन समतल भइजाऊ आमेन यो पहाड के हुन्छ त हटेर चाहिँ समतल भइजान्छ अनि जान्छ हालेलुया पहाडमा हिँड्नु कसलाई मन पर्छ स्यासे आउँछ नि त त्यो समतलमा हिँड्न मजा आउँछ ठाडले हैन हालेलुया मलाई थाहा छ अब यो ठाउँमा किन म यो भन्छु म तपाईहरु अत्रिसित हुनुहुँदैछ आमेन सिङ्गको लागि कान त्रिसित हुँदैछ किनभने प्रकाश वाक्यले भन्दछ उहाँलाई कसको लागि दुख्यो भन्नुस् त मेरो लागि व्यक्तिगत भन्नुस् मेरो लागि पहिला तपाईँ बाँच्नुपर्छ अनि तपाईँले अरूलाई बचाउने हो नि त आमेन तपाईँको घोषणाले चाहिँ विजयले ल्याउँछ प्रियहरू आमेन हालेलुया अनि तपाईँलाई म सानो एउटा रवाई भन्छु किनकि तपाईँ मात्र मेरो दुलहा मेरो आत्माको प्रेमी राजा है राजा भन्दिउँ न तपाईँ बाहेक कोही छैन मेरो आत्माको प्रेमी हालेलुया तपाईँलाई थाहा छ म हिजो यही कुरालाई बातचित गर्दै थिएँ किनभने तपाईँको नजिकको मित्र चाहिँ यसो ख्रिस्ट हुनुहुन्छ तपाईँको सँगै भएको श्रीमानले तपाईँलाई बुझ्दैन श्रीमतीले बुझ्दैन परिवारले पनि बुझ्दैन यो त भोगेर आएको हो नि त हामी सबैले होइन र यसो ख्रिस्टले बुझ्नुहुन्छ निराशाको कुरा क्या प्रभुले भन्नुभयो निराशामा आशा ल्याउने परमेश्वर रहेछ भन्नुहुन्छ हामी किन निराशा हुने परिस्थितिलाई भन्नुहोस् प्रभुले के भन्नुभयो यदि तिमीमा रायोको हालेलुया विश्वासको साथ भन्नुहोस् त प्रभु येशूको जीवनको नदी म भित्र बग्दैछ म भित्र बग्दैछ किनभने नि प्रभु चाहिँ त्यो मूर्ति हुनुहुन्न प्रभु चाहिँ जीवित परमेश्वर हुनुहुन्छ हालेलुया वचन सुरु गर्नुभन्दा अगाडि यो बच्चालाई अलिकति सल्लाह दिनु ल सुन्नुपर्ने कुरा धेरै छ बुझ्नुपर्ने कुरा धेरै छ शरीरको भोजन धेरै खायौँ प्रियहरू अब आत्मिक भोजन खानुपर्छ हामी किनभने आत्मिक भोजनले चाहिँ जीवन दिन्छ भन्नु त आत्मिक भोजनले जीवन दिन्छ जो चाहिँ येशू ख्रिस्टको जीवन हो हालेलुया म सँगसँगै भन्नुहोस् ल किनभने जीवन चाहिँ येशू ख्रिस्टबाट गएको छ हालेलुया जीवन चाहिँ म किनभने अघि म त्यो बस्दै गर्दाखेरि हाम्रो यहाँ कमल दाजुले बोल्दै हुनुहुन्थ्यो म आत्मा चाल पाउँदै थिएँ कि परमेश्वरको जीवित उपस्थिति यहाँनिर छ सुरुदेखि नै उहाँ हुनुहुन्थ्यो उचालिनु चाहिँ जरुरी छ यहाँ व्यक्तित्व उचालिनु होइन तर ख्रिस्ट येशू उचालिनु जरुरी छ हालेलुया